र आज चाहिँ हामी रुट 2 लाई नम्बर लाइनमा देखाउँदैछौँ। यो चाहिँ क्लास 8 को है त इरेसनल नम्बरलाई नम्बर लाइनमा देखाउने। अहिले म चाहिँ यहाँ फर्स्टमा रुट 2 को भिडियो बनाउँदैछु। एकदम इम्पोर्टेन्ट छ, 2 मार्क्समा सोध्छ। जहिले पनि यो रुट 2 भनेको हाइपोटेनियस छ। हामीले पाइथागोरस थ्योरम युज गर्नुपर्ने हुन्छ। राइट एङ्गल ट्रायङ्गल पाइथागोरस थ्योरम भन्ने बित्तिकै र यो रुट 2 चाहिँ हाइपोटेनियस हुन्छ। हाइपोटेनियस भनेको 90 डिग्रीको अपोजिट। अब यो दुईवटा साइड चाहिँ कति हुन्छ त त्यो अनुसार हामीले यहाँनिर प्लट गर्नुपर्ने हुन्छ। सुरुमा यसलाई सल्भ गरौँ। एच स्क्वायर इज इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर हामीलाई थाहा छ पाइथागोरस थ्योरम। एच भनेको यो जहिले पनि रुट 2 रुट 3 जे दिन्छ त्यो चाहिँ हाइपोटेनियस हो, त्यो चाहिँ फिक्स हुन्छ। यही यो एच भनेको जस्तै पी चाहिँ यो पनि हुन पायो यो पनि हुन पायो जे हुँदा हुन्छ, तर हाइपोटेनियस चाहिँ कन्सट्यान्ट चेन्ज हुँदैन। हाइपोटेनियस यहाँ जति छ त्यही नै हाइपोटेनियस, जुनको नम्बर लाइन बना भनेर दिन्छ इरेसनल नम्बर त्यो नै हाइपोटेनियस हो। त्यही भएर रुट 2 को स्क्वायर इज इक्वल्स टु पी स्क्वायर बी स्क्वायर। अब पी र बी कति हुँदाखेरि यता हाइपोटेनियस चाहिँ रुट 2 आउँछ अरे त। पी पनि 1 भयो अनि बी पनि 1 भयो भने के हुन्छ, यो 1 को स्क्वायर प्लस 1 को स्क्वायर अर रुट 2 स्क्वायर इज इक्वल्स टु 1 प्लस 1 2 अर यहाँ रुट 2 मात्र चाहिएको छ हामीलाई स्क्वायर, अनि स्क्वायर उता जाँदा रुट 2 हुन्छ भनेपछि यो एउटै पनि दुई साइडमा भनेपछि यहाँ कति हुनु पऱ्यो, यहाँ पनि 1 युनिट यहाँ पनि 1 युनिट। अनि मैले के भनेको छु 1 युनिट भनेको 2 सेन्टिमिटर। अनि यहाँ लाइन ड्र गरिसकेको छु। यो लाइन जुन छ स्ट्रेट लाइन यो 2 सेन्टिमिटरको ग्यापमा छ। अब यसको लागि मैले के बनाउँछु भन्दा बेस कति हुने भयो हाम्रो हेर्ने, बेस 1 युनिट छ, यता पनि 1 युनिट भनेपछि 1 मा राखेर एउटा सेमी सर्कल ड्र गर्छु। ल अब यहाँबाट 60 120 60 र 120 बाट 90 डिग्री यो टक्क ताने मैले। अब यो तानिसकेपछि के हो भन्दा मेन पोइन्ट भनेको हाम्रो यो पनि कति छ यताको हेर्ने, यो माथिको यो पनि 1 युनिट छ भनेपछि 1 युनिट भनेको 2 सेन्टिमिटर। फेरि नाप्ने एकचोटि अनि यहाँ कट गर्ने, यहाँ पर्ने रहेछ 1 युनिट। अब यो र यताको जिरोसँग स्ट्रेट लाइन बनाउने यसरी जिरोमा ल्याएर जोडिदिने। यो रुट 2 भयो, यो 1 युनिट छ, यो पनि कति भयो 1 युनिट छ। अब हामीले यसको रुट 2 को नम्बर लाइन अब के गर्ने भन्दा यो जिरोमा राखेको यहाँको पोइन्ट र यो जहाँनिर कट भएको छ इन्टरसेक्ट भएको छ माथि यो नाप्ने, टक्क एक्ज्याक्टली बनाउन। अनि यहाँबाट डट डट गर्दै इमेजिनरी लाइन यसरी ड्र गर्दै तलतिर झार्ने। यो चाहिँ रुट 2 को नम्बर लाइन हुन्छ। अब यहाँनिर पर्ने रहेछ हाम्रो रुट 2 चाहिँ, यो भाग चाहिँ रुट 2 को। अब यसलाई नम्बर लाइनमा देखाउँदा के गर्ने भन्दा यो जिरोबाट तल झार्ने स्ट्रेट लाइन, यहाँबाट पनि तल झार्ने एउटा स्ट्रेट लाइन। यो चाहिँ के रहेछ रुट 2 को नम्बर लाइन भयो। ल यसो गरिदिने लास्टमा, यो चाहिँ रुट 2 को के भयो नम्बर लाइन। यसरी देखाउन सकिन्छ रुट 2 लाई है त। ल थ्याङ्क यू।